यो सरकारलाई ढाल्छु म जसरी उहाँले त त्यस्तो फन्डा मचाउनु हुन्छ कि एकदमै जिद्दी स्वभावको मान्छे हो। देश चल्दैन लेडेडिपेले माटोमा त भोट हालिँदैन, कसम नहाल्ने, कसमै हाल्दिनँ माटोमा, जिन्दगीमा हाल्दिनँ म। आर्थिक पाटामा पारदर्शिता छैन, विरोधमा सीमा छैन उहाँको। अहिले दुईटै नभएपछि उहाँ कसरी प्रधानमन्त्री बन्ने? घमण्डी, एकदमै घमण्डी, एक नम्बर घमण्डी। एक नम्बर होइन, हजारौं पटक भन्छु घमण्डी हो। कसैको कुरा नसुन्ने, आफूले भनेको मात्रै हुनुपर्ने, आफूले चाहेको मात्रै हुनुपर्ने, उहाँकै निर्णय मात्रै सबैले मान्नुपर्ने। मानेन भनेदेखि उहाँले चाहिँ तपाईँको अरूको उसलाई चाहिँ तपाईँको विचारलाई चाहिँ सम्मान गर्न नसक्ने मान्छे हर्क साम्पाङ। कहाँ तुलना हुनसक्छ हर्क साम्पाङ? रौँ हलाउँदैन हर्क साम्पाङले, रौँ हलाउन सक्दैन। के हलाउन सक्छ र? बालेन शाह भनेको नियम कानुन सम्पूर्णले पोख्त भएर आएको एउटा मिसाल जस्तो न्युक्लियर मिसाल हो बालेन भनेको। होइन, बालेन शाहलाई त झुकाउँछौँ भनेर लागेको छ नि त प्रतिपक्ष। सक्दैन यो। तपाईँको एउटा हात्तीको अङ्गमा तपाईँको